आदरणीय दर्शकबिन अहिले चाहिँ हामी यहाँ संसद भवनको बाहिर छौँ, संसद भवनको कम्पाउन्डभित्र छौँ र यहाँ चाहिँ जेनजी आन्दोलन पछाडि जेनजीको एक दिनको आग लागेको कारणले गर्दाखेरि चाहिँ यहाँभित्रको माहौल कस्तो बन्यो र भित्र संरचनाहरू के कस्ता भए, यहाँको अवस्था कस्तो छ भनेर चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। म यहाँबाट प्रवेशद्वारबाट म भित्र जाँदैछु। यो सिसा यो एकदमै तनावग्रस्त भएको छ यहाँको अवस्था। यो यहाँको भित्रको यो माथिको सिलिङहरू, यो भित्ता पर्खालहरू हेर्नुहोस्, यो सबै टेक्न पनि एकदमै गाह्रो र हानिकारक भएको छ। एकदम जोगिएर हिँड्नुपर्ने अवस्था छ। यस्तो छ यो कुनै एउटा सिनेमा हलको चाहिँ यो भूत बङ्गला जस्तो देखिन्छ यहाँको दृश्य। यो एकदमै भयावह छ। सबै जलेर खरानी तहस नहस भएको छ। यो यहाँको संरचना हो। यो अहिले देखिरहनु भएको यो संसद भवनभित्र जुन चाहिँ एकदमै डरलाग्दो संरचना छ, भयावह छ। यहाँबाट देखाउँदैछौँ तपाईँहरूलाई। यो सबै खरानी हो। यो खरानीले गर्दाखेरि एकदमै यो खरानीको राग आइरहेछ, धुलो उडिरहेछ, खरानी उडिरहेछ, हिँड्न पनि एकदम गाह्रो छ। यो संसद भवन पछाडिपट्टिको संरचना हो। तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो यस्तो भएको छ, हेर्नुहोस्, सबै सकिएको छ, तहस नहस भइसकेको छ यहाँनिर चाहिँ। त्यस्तै गरी यता यो भित्र एकदम अन्धकार। ओहो, यो चाहिँ सांसदहरूले चाहिँ यहाँनिर मिटिङ गर्ने ठाउँ जस्तो छ यो। त्यसो हेर्दाखेरि यहाँ कुर्सी सोफाहरू जलिरहेका छन्। अनि यो माथि यस्तो छ यो संसद भवनको र अवस्था यस्तो छ। यहाँबाट हामी अहिले बाहिर जाँदैछौँ यो ढोकाबाट र यहाँको चाहिँ यो बाहिर निस्किने क्रममा यहाँ यतापट्टि यो बाहिरको एउटा हल जस्तो छ। यो हल चाहिँ यो यिनीहरू देखेको रडहरू चाहिँ यो चाहिँ कुर्सीहरू जस्तो छ। सायद यो पक्कै पनि संसद बस्ने, संसदहरूले मिटिङ गर्ने कुर्सीहरू हुनुपर्छ मेरो विचारमा। पक्कै पनि यो माथिको सिलिङ भयो र यो कुर्सीहरू यसरी जलेको छ, सबै खरानी भएको छ। यो मान्छेले भनिन्छ बनाउनलाई समय धेरै लाग्छ र भत्काउनलाई केही समय पनि लाग्दैन भन्थे। यो एक दिनको एउटा जेनजी आन्दोलनको उदाहरण हो। यो यस्तो भएको छ, एकदमै भयावह दृश्य छ। यहाँको चाहिँ डरलाग्दो दृश्य छ यो संसद भवन। बाँकी केही पनि छैन अब। यो माहौल अहिले भर्खरै यहाँ मन्त्रीहरूले अहिले बन्नुभएको नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीले चाहिँ 3 जना चाहिँ महामन्त्री गठन गर्नुभएको थियो, मन्त्री बनाउनु भएको थियो। उहाँहरूले चाहिँ यहाँको अवस्था के कस्तो छ भनेर चाहिँ भ्रमण गरेर यहाँको निरीक्षण गरेर गइसक्नु भएको छ। अब के गर्नुहुन्छ, अब के हुन्छ भन्ने कुरा चाहिँ उहाँहरूले भन्नु नै हुनेछ र अब आगामी दिनहरूमा चाहिँ के गर्नुहुन्छ त्यो कुराहरू चाहिँ हामी तपाईँहरूलाई देखाइ नै हाल्छौँ। यहाँ अहिले चाहिँ पत्रकार साथीहरूले चाहिँ यहाँको निरीक्षण गरिसकेपछि मन्त्रीहरूले चाहिँ अब के भन्नुहुन्छ त भनेर उहाँहरूलाई चाहिँ घेराउ गरिरहनु भएको छ, प्रश्न सोधिरहनु भएको छ र सेक्युरिटीलाई चाहिँ एकदमै गाह्रो भइरहेछ सेक्युरिटी दिनको लागि। यहाँ कुलमान घिसिङ बोलिरहनु भएको छ। क्षतिको आंकलन कहिलेसम्म हुन्छ होला? यहाँको आंकलन कहिलेसम्म हुन्छ जस्तो छ भन्ने के छ? त्यो एसेसमेन्ट अब चाँडै नै आउँछ। ठुलो क्षति यहाँ काठमाडौँमा मात्रै होइन, देशभरि क्षति भएको छ। त्यो क्षतिको चाहिँ यो जुन एसेसमेन्ट छ त्यो चाँडै नै आउँछ। यहाँ
यहाँ पत्रकारहरूले चाहिँ यो क्षतिको चाहिँ कहिलेसम्म आउँछ आकलन भनेर सोधिरहनु भएको छ र कुलमान घिसिङले चाहिँ चाँडै नै आउँछ भनेर चाहिँ जवाब दिइसक्नु भएको छ र उहाँ यति भनेर मिडियालाई चाहिँ आफ्नो कुराहरू राखेर चाहिँ यहाँबाट निस्किसक्नु भएको छ। तीनजना मन्त्रीहरू आउनुभएको थियो। तीनैजना मन्त्रीहरू चाहिँ आफ्नो आफ्नो गाडीमा चाहिँ निरीक्षण गरेर लागिसक्नु भएको छ। खोइ त्यही त सोधेको त तिमीलाई। आन्दोलन पछाडि बनेको पर्खाल भत्केको पर्खाल हो यो चाहिँ। आन्दोलन पछाडिको सिचुएसन। खोइ त्यही त सोधेको त तिमीलाई।